नाटकीय जीवनप्रति साक्षी चेतनाको जागरण भन्ने पाठ अन्तर्गत म केही वाचन गर्न गइरहेको छु। व्याख्याहरू धेरै छन्। यदि यसैलाई साक्षीको रूपमा हेर्न सक्यो भने अद्भुत घटना घट्न सक्छ। कसैले तपाईँको हात दबाइरहेको छ भने छिट्टै त्यसमा प्रेम र दुश्मनी देख्न सुरु नगर्नुहोला। केवल हात दबाएको साक्षी बन्नु अनि तपाईँको चेतनामा आमूल ट्रान्सफर्मेसन आएको थाहा पाउनुहुनेछ। जब कसैले तपाईँको ओठमा ओठ राख्छ तब एक क्षण प्रेम आदिलाई बिर्सिनु र एक क्षणका लागि साक्षी भइदिनु। तब तपाईँको चेतनामा अनौठो अनुभव हुनेछ जुन तपाईँले कहिले अनुभव गर्नुभएको छैन। हुनसक्छ तपाईँ आफैसँग हाँस्नुहुनेछ। जबसम्म हामी अर्कालाई हेरेर हाँस्छौँ तबसम्म हामी साक्षी रहनै सक्दैनौँ। जुन दिनदेखि हामी आफैसँग हाँस्न थाल्छौँ त्यही दिनदेखि साक्षी बन्न थाल्छौँ। त्यसैले दुनियाँका सबै मानिस अरू हेरेर हाँस्छन्। सन्यासी आफू हेरेर हाँस्छन्। जो आफू हेरेर हाँस्न सक्छ उसैले केही देख्न सुरु गर्छ। अर्को कुरो, साक्षी हुनु जीवनमा जहाँ तहीँ कुनै पनि क्षण भोजन गरिरहनु भएको छ भने अचानक एक क्षणका लागि साक्षी बन्नु। भोजन उठाउँदै गरेको हात हेर्नु, भोजन चपाउँदै गरेको मुख हेर्नु, पेटमा भोजन गइरहेको देख्नु, टाढा उभिउ र साक्षी बन। तब अचानक स्वाद गायब भएको देख्नेछौँ। अचानक अर्थ बेग्लै हुन्छ। अचानक तपाईँले थाहा पाउनुहुनेछ भोजन तपाईँले गरिरहनु भएको छैन, तपाईँले हेर्दै हुनुहुन्छ र भोजन खाने काम भइरहेको छ। केही यस्ता सत्य छन् जुन मृत्युपछि मात्र थाहा हुन्छ। मृत्युको सत्य र मृत्यु भेटेपछि मात्र थाहा हुन्छ। फेरि एकचोटि यसलाई सुन्नुहोला। मृत्युको सत्य त मृत्यु भेटेपछि मात्र थाहा हुन्छ। तर यो थाहा पाउन सकियोस् भनेर यसको तयारी हामीले जिन्दगीमा नै गर्नुपर्छ। मर्ने तयारी पनि जीवनमै गर्नुपर्छ। यसले जीवनमा मर्ने तयारी गर्दैन, ऊ गलत ढङ्गले मर्छ। गलत ढङ्गमा बाँच्नेलाई त माफ गर्न सकिन्छ, गलत ढङ्गमा मर्नेलाई कहिल्यै माफ गर्न सकिँदैन। किनभने त्यो चरम बिन्दु हो, त्यो अल्टिमेटम हो, यो आखिरी हो, त्यो जिन्दगीको सार हो, निष्कर्ष हो। यदि जिन्दगीमा यहाँ वहाँ सासाना भुल गरियो भने चल्छ, तर आखिरी क्षणमा भएको भुल सधैँको लागि स्थिर र स्थायी हुन्छ। महत्त्वपूर्ण कुरा के छ भने जिन्दगीमा भएका भुलहरूका लागि पश्चाताप गर्न सकिन्छ र जिन्दगीका भुलका लागि माफी माग्न सकिन्छ। जिन्दगीको भुल सुधार्न सकिन्छ, तर मृत्युपछिको सुधारको उपाय रहँदैन र भुलको पश्चाताप पनि सम्भव छैन। आखिरी सिल लगाइन्छ। त्यसैले गलत ढङ्गले जीवन माफ गर्न सकिए पनि गलत ढङ्ग मर्नु माफ गर्न सकिँदैन। ध्यान रहोस्, जो गलत ढङ्गले बाँचेको छ ऊ ठिक ढङ्गले मर्न कसरी सक्छ? जिन्दगी नै मर्छ। जिन्दगी नै त्यो बिन्दुमा पुग्छ जहाँबाट ऊ बिदा हुन्छ। म जिन्दगी भर थिएँ, म नै अन्तिम क्षणमा समग्र रूपमा एकत्रित भएर जाउँला। त्यो अकुमेलेटियन हुन्छ। आखिरी क्षणमा मेरो सबै जिन्दगीका कुराहरू एकत्रित भएर मसँग खडा हुन्छ। मेरो पुरा जिन्दगीमा म मृत्युको क्षण हौँला। हामी यसरी भनौँ जिन्दगी फैलिएको घटना हो, मृत्यु सघन हो। हामी यसरी भनौँ जिन्दगी धेरै लामो लावटको विस्तार हो र मृत्यु सबै विस्तारका एकत्रित संक्षिप्त संस्कार हो, एकत्रित हुनु हो। मृत्यु एटमिक हो, एक क्षण एक कणमा सबै एकत्रित भएका छन्। त्यसैले मृत्युभन्दा ठुलो घटना हुँदैन। तर मृत्यु भन्ने एकपटक मात्र हुन्छ। यसको अर्थ यो होइन कि तपाईँ पहिले मर्नु भएको छैन। यो घटना धेरै पटक भइसक्यो। एक जिन्दगीमा एकपटक मात्र यो घट्छ। एक जिन्दगीमा तिमी निदाई बाँच्यौ भने त्यो घटना निन्द्रामै घट्न सक्छ। फेरि अर्को जिन्दगीमा नयाँ हुन्छ, फेरि एकपटक मात्र घट्छ। ध्यान रहोस्, जो यो जिन्दगीमा होसपूर्वक मर्न सक्छ, कन्सस डेथ, त्यो मान्छे अर्को जिन्दगीमा होसपूर्वक जन्म लिन्छ। यो दोस्रो हिस्सा हो। जो होसपूर्वक मर्छ र होसपूर्वक जन्म लिन्छ त्यसको जिन्दगी बेग्लै सतहमा चल्न सक्छ। त्यसैले पहिलो प्रयास नै ठिक ढङ्गले होसपूर्वक जिन्दगीको पुरा अर्थ, प्रायोजन, जिन्दगीको गहिराई र उचाइ पक्राउन सक्छ। जिन्दगीको पुरा सत्य उसको हातमा आउँछ। दुवै कुरा मैले भने। मृत्यु होसपूर्वक बिदा हुन, एक त दुःखप्रति सजग हुनु, दुःखदेखि नभाग्नु, दुःखबाट पलायन नहुनु। अर्को कुरो अनायास जिन्दगीको काममा हिँड्दा डुल्दा अचम्म मानि खडा हुनु, एक क्षण साक्षी हुनु अनि आफ्नो बाटोमा हिँड्नु। 24 घण्टा तपाईँ 2-4 क्षण मात्र साक्षी हुनुभयो भने तपाईँले जिन्दगीको ठुलो पागल खाना भएको पाउनुहुन्छ र जहाँबाट साक्षी हुँदै बाहिर निस्किन सकिन्छ। कसैले तपाईँलाई गाली गरिरहेको छ भने तपाईँ त्यति छिटै भोक्ता बन्न यसलाई फेरि सुन्नुहोला। तपाईँ यति छिटै भोक्ता बन्नुहुन्छ कि गाली गर्नेलाई देखिसक्नुहुन्न। उता उसले गाली नगरेको भए तपाईँले गाली पाउनुहुन्न। उसले आधी मात्र गाली दिँदा पनि तपाईँ पुरै लिनुहुन्छ। जति बेर दिन्छ उसले यसको 2 गुणा बढी तपाईँ लिनुहुन्छ। ऊ पनि छक्क पर्छ र सोध्छ उसले जति गाली लियो त्यति त मैले दिएकै थिइनँ। तपाईँ देख्नै सक्नुहुन्न के भइरहेको छ भनेर। तपाईँले देख्नुभयो भने जब कसैले गाली गरिरहेको छ भने 1-2 पटक तपाईँ साक्षी भएर हेर्नुहोस्, भोक्ता नबन्नुहोस्। बस उभिएर हेर्नु मलाई कसले गाली गरिरहेको छ भनेर।
किन गरिरहेको छ भनेर अनि आफै हाँसो लाग्छ। त्यो ठुलो मुक्तिदायी बन्छ। जिन्दगीभर तपाईँ गालीको भोक्ता बन्नुभयो, आज त्यसैमा हाँसो उठिरहेको छ। हुनसक्छ तपाईँ त्यो मान्छेलाई धन्यवाद दिई घर जानुहुन्छ र उसलाई अप्ठ्यारोमा पार्न सक्नुहुन्छ, किनभने तपाईँको व्यवहार उसको सोचभन्दा बाहिरको छ। उसले यो के भएको हो भनेर बुझ्नै सक्दैन। 24 घण्टा जे भइरहेको छ, क्रोध, घृणा, प्रेम, मित्रता, शत्रुता, काम, विश्राम, जेसुकै भइरहेको होस्, त्यसलाई कहिलेकाहीँ एक क्षण धेरै बेर भन्दिनँ एक झट्का आफूलाई दिनु र जाग्रत हुनु अनि हेर्नु के भइरहेको छ। त्यो बेला भोक्ता नरहनु। त्यो समय जे भइरहेको छ त्यसलाई हेर्ने द्रष्टा मात्र भइरहनु। त्यो क्षण यति सन्नाटा आउँछ, त्यो क्षण यति जान्न सकिन्छ, किनभने त्यो क्षण ध्यानले भरिएको हुन्छ। त्यो जाग्रत क्षण त्यही ध्यानको क्षण हो। यदि यी दुई प्रयोग भयो भने तिमीले जुन बाँकी कुरा सोधेको छौ ती सबैको पछि पछि आउँछन्। तिमीले सोधेका थियौ ब्रह्मचार्य साधनको साधना मृत्युमा सहयोगी हुन्छ। ऊ जाग्रत हुन्छ। ब्रह्मचार्य साधना त्यही मानिसले गर्न सक्छ जो साक्षी बनेको छ, अन्यथा सक्दैन। भोक्ता कमी रहन्छ भने भोक्ताको अर्थ नै कमी हो। ऊ भोग्न चाहन्छ। यदि साक्षी बन्यो भने बिस्तारै जीवनबाट काम र सेक्स बिदा हुन्छ। यदि कोही सम्भोगको क्षणमा साक्षी हुन सक्यो भने सायद दोस्रो पटक सम्भोगमा जाँदैन, किनभने ती चिज महत्त्वहीन र व्यर्थ लाग्न थाल्छ। यस्तो कच्चा चाइल्डिस लाग्न थाल्छ कि प्रश्न उठ्छ, यो के हुँदैछ, के गरिरहेको छु म, यो हो के, आजसम्म म यो कसरी गरिरहेछु, यिनले मलाई कसरी पक्रेका छन्। साक्षी हुने सम्बन्धमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। ईश्वरचन्द्र विद्यासागर भर्खरै जन्मतिथि गएको छ। उनी एक नाटक हेर्न गएका थिए। त्यसमा एउटा भिलेन थियो। नाटकमा एउटा मान्छे छ, ऊ एक स्त्रीलाई सताउन पछि लाग्छ, हर तरहले दुःख दिइरहेको छ। ईश्वरचन्द्र त ठुलो मान्छे, बुद्धिमान थिए। पहिलो खुर्सीमा नम्बर 1 को खुर्सीमा बसेर हेर्न डाकिएको थियो। उनी हेरिरहेका थिए। उनी सज्जन थिए। उनको संयम तोडियो। यति क्रोधले आविष्ट भए कि नाटक हेरिरहेको बिर्से। खुट्टाबाट जुत्ता झिके। आखिरी क्षण थियो, क्लाइमेक्स थियो त्यो नाटकको। आखिरी एक घना जङ्गल अँधेरी रातमा त्यो खलनायक, त्यो अभिनेता, त्यो पात्रले त्यो स्त्रीलाई समात्छ। रात अँध्यारो छ, सन्नाटा छ, वरपर कोही छैन। त्यो स्त्री कराउँछ, उसको आवाज सन्नाटामा गुन्जिन्छ। बस ईश्वरचन्द्रले जुत्ता निकाले, छलाङ लगाएर मञ्चमा गएर पिट्न थाले त्यो अभिनेतालाई त्यो जुत्ता हातमा लिए, टाउकोमा लगाए। अभिनेताले जति सोचबुझ देखाए पनि ईश्वरचन्द्रले देखाउन सकेनन्। यो ठुलो पुरस्कार मैले जीवनमा पाएको छैन, अभिनेताले भन्यो। ईश्वरचन्द्र जस्तो बुद्धिमान मानिसले नाटकलाई सत्य ठान्नु अभिनेताको कुशलताभन्दा अरू के नै हो। उसले भन्यो, विद्यासागरजी, म यो जुत्तालाई जतनका साथ राख्नेछु, म फिर्ता दिन्न। यो मेरो सबभन्दा ठुलो पुरस्कार हो। ईश्वरचन्द्र विद्यासागर जस्ता मानिसले नाटकलाई सत्य सम्झन्छन् भने हामी जस्ता साधारण मानिसले जसलाई सत्य मान्छौँ त्यसलाई असत्य ठान्न कसरी नसकौला। तर साक्षी भावमा रहने प्रयास थोरै मात्र पनि गरियो भने यो कुरा बुझिन्छ, ती सबै नाटक जस्तो लाग्न थाल्छ। यस्तो भयो भने मृत्युको स्थितिमा सचेत अवस्थामा प्रवेश गर्न सकिन्छ। धन्यवाद।